युट्युब च्यानल र आज म सानो भिडियो बनाउन गइरहेछु हजुरहरूको सामने, किनकि अस्ति मैले तपाईँहरूलाई एउटा युट्युबमा मैले भनेको थिएँ कि नेक्स्टमा चाहिँ एउटा रिङ वाचको भिडियो बनाएर लिएर आउँछु भनेको थिएँ र त्यसकै बारेमा म आज छोटो भिडियो तपाईँहरूको सामने बनाइरहेको छु। किनकि मैले भनिसकेको थिएँ, मैले एउटा युट्युबमा भनेको थिएँ कि मैले एउटा रिङ वाचको पनि तपाईँलाई नेक्स्टमा भिडियो बनाउँछु भनेर भनेको थिएँ। त्यही कारणले आज एउटा छोटो रिङ वाच, गोल्डन रिङ वाचको भिडियो बनाउन गइरहेछु र मेरो रिङ वाच चाहिँ मेरो हातमा छ र यस्तो यो डब्बामा हुन्छ र यसको कीमत पनि त्यति धेर छैन, सिर्फ 500 हो र यसको फिचरहरू म तपाईँहरूलाई देखाउन गइरहेको छु। र यसको यहाँनिर एउटा लक छ, लकलाई यसरी तपाईँहरूले खोल्नुपर्ने हुन्छ। यसरी खोल्यो र यसको यो छ रिङ वाच छ, यसमा केही छैन। यसमा यहाँनिर तपाईँको मेनु पनि छ र यसको जो उयसहरू युजरको छ भने, र यसको यो छ र यसको यो गोल्डन कलरमा आउँछ पुरा आउँदाखेरि, तर यो रिङ यो जो चेनमा छ यसमा चाहिँ गएर अहिले सिल्भर कलर भइरहेको छ, यसको चाहिँ कलर गएको र यसमा यो यो छ चाबी, यो टाइम मिलाउने र भित्र यो तपाईँहरूले देख्न सक्नुहुनेछ यस्तो छ हैन। र यसमा कुनै पनि एडजस्टेबल पनि छ, यो कुनै औँलामा पनि तपाईँले लाउन सक्नुहुन्छ, घर बस्दा या अफिसमा एकदमै तपाईँलाई यसले साथ दिनेछ यस्तो छ हैन। र यसमा अब युज गरेर म तपाईँलाई देखाइरहेछु। सबैभन्दा सानो कान्छी औँलामा पनि लाउन सक्नुहुन्छ तपाईँले हैन। उसको बाद फेरि तपाईँले यो खोलेर अरू ठुलो औँलामा पनि लाउन सक्नुहुन्छ, यसमा पनि लाग्नेछ। जस्तो तपाईँलाई जहाँ सुइटेबल हुन्छ, तपाईँलाई जहाँ सजिलो हुन्छ लाउन सक्नुहुनेछ। फेरि यो खोलेर तपाईँले सबभन्दा ठुलो रिङ औँलामा पनि लाउन सक्नुहुनेछ, जस्तै मैले लगाइरहेको छु। यो औँलामा यो एडजस्ट हुन्छ हिसाबले। र आजलाई म यति नै, मेरो सर्ट भिडियो यतिमै अन्त गर्न चाहन्छु। फेरि नेक्स्ट भिडियोमा भेटौँला। ओके, बाई बाई।